4 दिनको छुट्टी के हुन्छ अनि 8 दिनको होमवर्क पाइन्छ। नमस्ते सम्पूर्ण अभिभावकजीहरूलाई, आदरणीय शिक्षकवर्ग तथा दाजुभाइ बहिनीहरूलाई मेरो नमस्कार छ। यस भिडियोमा बोल्न गइरहेका कुराहरू तपाईलाई आशाहाज गर्न सक्छन्। कृपया धैर्य दिएर सुनिदिनुहोला। गलत लागेमा एकचोटि मनन गर्नुहोला र आफ्नो कुरा कमेन्टमा राख्नलाई स्वतन्त्र हुनुहुन्छ। म कुरा गर्दैछु आज शिक्षा प्रणालीमा रहेको होमवर्क दिने व्यवस्थाको। त्यही शिक्षा प्रणालीबाट म पनि गुज्रेको छु र मेरो पनि अनुभव छ। हुन्छ कि वास्तवमा 4 दिनको छुट्टी हुन्छ। दशैंमा महिना दिनको हुन्छ, दशैं दिवाली र छठलाई लिएर। अब यत्रो होमवर्क दिन्छ त्यो छुट्टीमा कि बालबालिकाहरूले न त खेल्ने टाइम पाउँछन्, न त घुम्ने टाइम पाउँछन्, न त भइरहेको सामाजिक क्रियाकलापमा मन खोलेर सहभागी हुन पाउँछन्। यत्रो होमवर्क दिन्छ। अब विद्यालय शिक्षाको अभिभावकजीहरूले भन्छन् होमवर्क नदिएर के गर्ने त? बच्चा त्यस्तै हुन्छ। अनि छुट्टी के को लागि भएको? छुट्टी पनि त्यसैको लागि भएको, त्यो पर्व त्योहारमा कि ऊ बच्चा समाजमा जाओस्, घुलोस् मिलोस्, सामाजिक कार्य क्रियाकलापमा भाग लियोस्। अब होमवर्क नै जब त्यति धेरै दिन्छ, बच्चाले लेख्नमा व्यस्त हुन्छ। थोरै दिन गयो घुम्न, ए ल ल हैन मलाई होमवर्क गर्न छ रे। खेल्न गयो, ए भयो 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 अब होमवर्क गर्न छ रे। अनि घरमा पनि त्यही हुन्छ। उता खेल्ने समय छ, खेलिरहेको छ, राति पनि भए छैन। ए बाबु छिटो जा होमवर्क गर, तेरो होमवर्क बाँकी छ, स्कुलमा टिचरले पिट्छन् रे, पढ्दै आउँदैन रे। अनि के पढाइ त्यसैको लागि हो, मात्र रट्ने अक्षरहरूलाई हो। समाजमा घुलमिल हुन परेन। म एउटा कुरा के भन्न चाहन्छु, हाम्रो होमवर्कको अर्को पनि विकल्प हुन सक्छ नि। मात्र लेख्ने, त्यही कुरा, त्यही किताबकै कुरा पढ्ने 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 मात्र होमवर्क व्यवहारिक पनि हुन सक्छ। किताबमा क्रियाकलापहरू पनि दिएका छन्। अब ती क्रियाकलापहरू समाजमा गर्न लायक छ, त्यसको होमवर्क दिनु नि। नलेखिकन आउनले कति त सहभागी भएछ अभिभावकले भन्छन् नि। यहाँ एउटा अरू पनि पाटा छ होमवर्क दिनेको। के गरिन्छ कि बच्चा दिनौ पढ्न गइरहेछ, यत्रो होमवर्क दिदिने कि बाबासँग ऊ मिलेर थोरै काम पनि गराउन नसक्ने। बाबा मेरो त होमवर्क छ, म गरिनँ भने टिचरले कुट्छन्। तपाईहरूले एउटा अरू विकल्पमा होमवर्क पनि दिन सक्नुहुन्छ नि। हप्तामा 4 दिन दिनुस् लेख्ने कुरा होमवर्क, बाँकी 3 दिन बच्चाले अभिभावकसँग कति मिलेर के काम गरेको छ, घरायसी क्रियाकलापमा कति भाग लिएको छ, अरू थप कस्तो सृजनात्मक काम गरिरहेको छ, यो पनि त एउटा होमवर्क हुन सक्छ। त्यो अभिभावकसँग फिडब्याक लिनु। अनि अभिभावकले बच्चा गयो, अभिभावकसँग मिलेर खेतबारीमा काम गर्यो। अनि आजकल त मोबाइलको बढ्दो उपयोग भइरहेको छ, बच्चाहरूले झन् धेरै हेरिरहेका छन्। त्यो पनि एउटा होमवर्क हुन सक्छन् कि आज बच्चाले घरमा यति घन्टा मोबाइल चलाउनु हुँदैन, यो होमवर्क रहेको छ। अब जब यही होमवर्क हुन्छ अनि यसै जस्तै हामी बाँकी लेख्ने कुराको मूल्याङ्कन गर्छौँ होमवर्कमा, त्यस्तै फलाना यो आचरणलाई बच्चाले कति पालन गर्यो, कसरी गर्यो, त्यो अवधिमा के गर्यो, यो पनि त हेर्न सकिन्छ। यसबाट त हुन्छ यो पनि कि बच्चाले मोबाइल चलाउने त्यति बानी पर्दैन, त्यति अवधिमा थप सृजनात्मक कार्यहरू गर्छ र एउटा नयाँ बानीको निर्माण
हुने सम्भावना देखिन्छ। त्यस्तै यदि हामी होमवर्कमा दसैँमा, दिवालीमा, होली आदि पर्वमा कति अनुशासित र कति घुलमिल भएर त्यो पर्वहरू मनायो, साथीभाइसँग मिल्यो, समाजमा कतिजनासँग उसको धेरै व्यवहार बन्यो, यो होमवर्कको एउटा पाटो हुनसक्छ। किनभने शिक्षा मात्रै कागजमा लेख्ने कुरा त होइन, भोलि समाजमा आएर घुलमिल हुने हो। अब आजदेखि ऊ लाजवन्ती भएर बस्यो, समाजमा मिलेन भने भोलि पनि त्यही हुन्छ, बोल्नै नजान्ने, अरू के कन्फ्युजन वास्तवमा आउने त समाजले यो पढेर। त मैले भन्नुको उद्देश्य यो हो कि हाम्रो होमवर्कको अर्को विकल्प नि हुन सक्छ। त्यति होमवर्क दिने पनि त आवश्यक छैन जसले बच्चा मात्र होमवर्कको बोझ तल दबोस्, उसको बाँकी सृजनात्मक कार्यहरू गाउने कला, नाच्ने कला, लेख्ने कला, पेन्टिङ गर्ने कला, ओपन माइन्डको सृजनात्मक कार्यहरू हुनसक्छ। त्यो लोप भइरहन्छ मात्र ह्यान्ड राइटिङ लेख्ने, किताबका कुरा लेख्ने, यति मात्र हो र? त अझ मेरो विचार यही थियो कि होमवर्क दिनु ठिक हो, तर यसको अर्को विकल्प, व्यवहारिक विकल्प, सामाजिक विकल्प छ, त्यसमा पनि विचार हुनुपर्छ। अब म आफ्नो कुरा यहीँ टुङ्ग्याउँछु। केही गल्ती भएको छ भने अहिले क्षमा गर्नुहोला। नमस्कार। र मेरो यो साउथ इस्ट प्र्याक्टिस च्यानलमा साथ दिनुहोला, सपोर्ट गर्नुहोला। धन्यवाद।